हे प्रभु हे दैव के गर्नु भएको के गर्नु भएको यस्तो यो मौसम के भएको यस्तो यो मौसम मेरो हालत हेर्नु त एटलिस्ट यो गाडी हुनेलाई त ठिक छ गाडी हुनेलाई त ठिक छ अनि हामी जस्तो स्कुटीमा हिँड्नेलाई निस्किनु परेछ तामझाम गर्नु पर्यो लुगा फोहोर जुत्ता फोहोर सब रेनी सिजन कसरी के गर्ने बिहान पानी बेलुका पानी 24 घन्टा पानी 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 एकछिन बिचमा यसो ग्याप होइन बरु बिहान हल्का पर्नु राति हल्का पर्नु सक्यो नि बिचको टाइम अलिकति टाइम दिनु नि के वी निड टाइम प्रभु वी निड टाइम खोइ त टाइम ए भगवान् यस्तो बिजोको यो स्कुटीमा यो रेनकोट ओढा हेलमेट लगाऊ यो झन्दार मन्दार गर्नु साटो यस्तो झ्याउ लाग्छ प्रभु एकछिन पानी लिएर रोकिदेऊ म हस्पिटल गएर आउँछु अनि फेरि पानी पारिदिनु एक त फेरि आफ्नो घर अगाडिको अवस्था यसो छ त्यहाँ त्यो सानो ड्रम देखिरहेको छ निलो कलरको त्यहाँबाट हेरेँ यो सबै त्यहाँबाट निस्किने बाटो मेरो घरको ए भगवान् रेनकोट लायो यत्रो तामझाम गरेर आएको लास्टमा पानी नै रोकिएर के घरबाट निस्किने बेलामा यसो सिमसिम पानी पऱ्यो भिजाउला जस्तो पानी थियो अझै हो लुगा भिज्छ होला जस्तो लागेको थियो होइन त्यही भएर रेनकोट ओढेको त ल पानी नै गयो के आर यु कमेडिङ मी सिरियसली